हामी मनोकामना आएको रातिमा घुम्दै घुम्दै छौँ। साँझ परिसक्यो, साँझको 6:15 भइसक्यो। यसो घुम्नको लागि बाहिर निस्केको। म आमा कहाँ जानुभयो? माथि हुनुहुँदो रहेछ। यहाँ छोरीले के हेर्दै हुनुहुन्छ मेरो छोरीले। हेलो दार्चु, के मन पर्यो? के हो त्यो? मेरो स्कुटरमा झुन्डाउने जस्तो रहेछ। बरु त किरिन्छ। पर्पल कलर फेभरेट भएपछि यो पनि पर्पल। यो जे किन्यो नि पर्पल, यो पनि पर्पल छ। छोरीले जे किन्यो नि पर्पल मात्रै किन्छ। ब्याग चाहिँ कहिले पर्पल किन्ने? ल यहाँ मेरो छोरीले यहाँ साथीहरूलाई गिफ्ट किने ह। अनि यो बेस्ट मेरो फ्रेन्डलाई, एउटा आसिनलाई, अनि एउटा मेरोलाई, आफूलाई, अनि यो किनेको मेरो छ। ब्यागलाई, यो मेरो यो स्कुटरलाई। लागि। अन्त यहाँ आमाले माडा साडा के लिनु भएको छ। यता नातिनी, यता बजै, यता म छु।